नमस्कार साथीहरू। आज म तपाईहरुलाई मेरो जीवनको एउटा यस्तो कथा सुनाउन गइरहेको छु जुन सम्झदा आज पनि मेरो आँखा रसाउँछ। यदि तपाईले कहिले कुनै जनावरलाई माया गर्नुभएको छ भने यो कथा अन्तिमसम्म अवश्य सुन्नुहोस्। 2053 सालको कुरा हो। म त्यतिबेला 11 वर्षको थिएँ। हाम्रो गाउँमा एउटा सानो घर थियो। हाम्रो परिवारसँग एउटा मात्र कुकुर थियो। उसको नाम काले थियो। काले मेरो साथी मात्र थिएन, ऊ मेरो परिवारको सदस्य थियो। म विद्यालय जाँदा ऊ मलाई बाटोसम्म पुर्याउँथ्यो। बेलुका म फर्किने बेला उही ठाउँमा बसेर मेरो बाटो हेरिरहन्थ्यो। एक दिन बुबाको स्वास्थ्य अचानक बिग्रियो। उपचारका लागि हामी सबै शहर जानु पर्यो। हतारमा कालेलाई छिमेकीको जिम्मा लगाएर गयौँ। डाक्टर, अस्पताल र उपचारमै दिनहरू बिते। 3 महिनापछि हामी गाउँ फर्क्यौँ। म गाडीबाट ओर्लिएँ, घरतिर दौडिएँ, तर काले दौडिँदै आएन। मैले छिमेकी काकालाई सोधेँ, काका, काले कहाँ छ? काकाको आँखामा आँसु भरियो। उहाँले बिस्तारै भन्नुभयो, बाबु, तिमी गएको दिनदेखि काले हरेक साँझ यही बाटोमा आएर बस्थ्यो। गाडीको आवाज सुन्नसाथ उठेर दौडिन्थ्यो। आउने सबैलाई सुँघ्थ्यो, तर तिमी कहिले आएनौ। खाना पनि कम खान थाल्यो। अन्तिम दिनसम्म पनि उसले यही बाटो हेरिरह्यो र एक साँझ त्यही रुखमुनि चुपचाप आँखा बन्द गर्यो। मेरो खुट्टाले साथ छोड्यो। म त्यही रुखमुनि गएँ। त्यहाँ अझै पनि उसको पुरानो घाँटीको पट्टा झुन्डिएको थियो। मैले त्यो पट्टा हातमा समातेँ र पहिलो पटक बुझेँ कसैको प्रतीक्षा गर्नु भनेको कस्तो पीडा हुँदो रहेछ। आज धेरै वर्ष बितिसके। मसँग ठुलो घर छ, राम्रो जागिर छ, तर जब म गाउँ जान्छु त्यो रुख देख्ने बित्तिकै मलाई लाग्छ सायद काले अझै पनि त्यहीँ कतै बसेर मेरो बाटो हेरिरहेको छ। कहिलेकाहीँ सबैभन्दा सच्चा माया शब्दले होइन, प्रतीक्षाले प्रमाणित गर्छ।